This is the all-new Samsung Galaxy S26 Ultra, and here's what's new. First मात्र यो प्राइभेसी स्क्रिन भन्ने फिचर इज लास्टै कुल। आफ्नो स्क्रिनको कुरा मैले मात्र देख्छु, मेरो साइडको मान्छेले केही पनि देख्दैन। सो बस अथवा कुनै क्राउडेड स्पेस नहुँदा आई क्यान इनेबल प्राइभेसी स्क्रिन फर मेरो सेन्सिटिभ एप्सहरू। त्यो सस्तो प्राइभेसी स्क्रिन प्रोटेक्टर्स लाउनुभन्दा दिस इज मच मोर युजफुल, किनकि स्पेसिफिक एप्समा मात्र इनेबल नै गर्न मिल्छ। सो बोयफ्रेन्डको नोटिफिकेसन्स आउँदा, पासवर्ड्स टाइप गर्दा वा ब्याङ्किङ एप्स युज गर्दा योर सिक्रेट्स आर सेफ। अर्को खतरा फिचर भनेको चाहिँ यो होरिजन्टल लक हो, जसले चाहिँ सुपर स्टेडी फुटेज दिन्छ विदाउट एनी केबल। अनि स्यामसङले यो नयाँ एपीबी फर्मेटमा नि 8K 30 FPS रेकर्डिङ गर्न दिन्छ। सो प्रोफेसनल लेभलको भिडियो फ्रम द न्यू स्यामसङ ग्यालेक्सी S26 अल्ट्रा। क्यामेराजकै कुरा गर्दा खासै धेरै अपग्रेड्स चाहिँ छैन। त्यही 200 मेगापिक्सल मेन क्यामेरा, 50 मेगापिक्सलको अल्ट्रा वाइड टेलिफोटो अनि एउटा 3 टाइम्स जुम लेन्स। तर यो पालि मेन र टेलिफोटो क्यामेराको अपर्चर अलि ठुलो छ, सो एक्स्ट्रा लाइट क्याप्चर चाहिँ गर्न सक्छ। दिस मिन्स ब्राइटर फोटोज अनि मोर डिटेल्स इभन ड्युरिङ लो लाइट। लुक्स र डिजाइनको मामलामा S26 अल्ट्रा इज अलिक बोरिङ। टाइटेनियमबाट फेरि एल्युमिनियमतिर सिफ्ट भएको छ अनि इट लुक्स मच मोर राउन्डर र सफ्टर। हल्का लाइटर फिल हुन्छ अनि ह्यान्ड्स फिल नै अलिक मोर कम्फर्टेबल लाग्यो मलाई S25 अल्ट्रा भन्दा। ब्याट्रीको कुरा गर्नुपर्दा अझै पनि 5000 mAh कै छ। स्यामसङले अल्ट्रामा 5000 mAh दिएको पनि 6 वर्ष भइसक्यो। यो पालि चाहिँ अपग्रेड होला कि सोचिरहेको थिएँ, तर छैन है। बरु चार्जिङ चाहिँ 45 वाटबाट 60 वाटमा इम्प्रुभ भएको छ अनि वायरलेस चार्जिङ पनि हल्का फास्टर छ। फाइनली यु गेट द न्यू स्न्यापड्रागन 80 Lite Gen 5 chip, a 10-bit display and some cool AI features. So तपाईँलाई के लाग्छ त? Is the new Samsung Galaxy S26 Ultra worth upgrading to? Leave your thoughts in the comments below and do follow Hitesh for more easy tips.